हेलो गाइजहरु नमस्ते। आज चाहिँ मैले चाहिँ फ्री फायरको ब्लग गर्न लागु है। साउन्ड चाहिँ छैन त्यो ठुलो फेस देख्ने चाहिँ यो म बरबाट खेलेला हो स्यामसङबाट। यो चाहिँ मेरो धेरै पुरानो आइडी हो तर यसमा चाहिँ ज्यादा पुरानो छ के भन्छ रे मम्मीले सानै थिएँ म मलाई थाहा छैन कि मम्मीले फेरि फाल्दैन हुन्थ्यो नि गाउँबाट चाहिँ मैले 2 वर्ष 3 वर्ष त खेल छोडेको फ्री फायर अनि 4 वर्ष मात्र पुरानो देखाएको यसमा हेर्ने होला खोइ त त्यो त हेर्ने हुन यार। आइडी चाहिँ यस्तो 8 मात्र पुगेछु अनि 60 लेभल पुग्न दीपावलीको आएर छ फ्री फायर। दीपावली हो कि अनि यही हो गाइस। म चाहिँ तपाईहरुलाई आज मेरो मैले खेलेको देखाउँ भनेको के भन्छ मलाई अलि खेल्न त आउँछु तर मैले बुझिसक्यो पहिला मैले खेल्दै सेटिङहरु पनि सबै मिलाउनु छ। मम्मीले भाइले खेल्दै थियो मम्मीले फेरि फाल भन्थ्यो मैले फाल्थे बाबा आउनु भयो फेरि बाबाले मार्छ त्यही भएर के गर्ने यसमा पहिला चाहिँ छोड्दिन्छु। 8 वर्ष मात्र पुरानो देखाएको छ कि यसमा त्यही भएर यस्तो छ है। गाइजहरु म चाहिँ खेल्ला हो के खेलम सीएस माले यही खेल यो सानो गर्नुपर्छ त्यहाँ श्री भाइ सुत्यो अहिले अनि त्यही बेला खेल्न लाग्यो भनेर खेले। गाइजहरु मेरो यावेस भ्लगमा सब्स्क्राइब गर्दिनु होला। यो मेरो भाइको आइडी हो मैले पनि खेल्छु। दीपावलीको आएर चाहिँ दामी यहाँ तर पहिला जस्तो कारकम चाहिँ भनेको कारकम म त हार्छु होला म त मेरो मैले राम्रोसँग चाहिँ मिलाएन भनेको के हान्नु त्यो पनि फेरि डाउन गरेको थियो हैन मलाई अलि भिडियो यो के थियो त कस्तोले सेटिङ नै कस्तो अप्ठ्यारो भयो कि मैले झन् अस्तितिर राम्रोसँग राखेको यस्तो गाह्रो भयो सेटिङ उस भयो मोड देखाएर मरि थियो किच गर्ने उसे कहाँ गयो त्यो नि हरायो राम्रो भएको छैन मेरो भाइजी कस्तो लुक थियो केटी कस्तो नो बहा यार तो
अब अब भोलिपल्ट भोलि दसैँ हो कि होइन। अब टिका लाउँछ कि लाउन थाहा छैन, त्यो चाहिँ टप्क्यो मान्छे नै। Hello. खेल्नु अफर भए सेटिङ गर्नु पर्यो अरे गाइस। अब प्लिज च्यानललाई सब्सक्राइब पनि गरिदिनु ल। प्लिज मेरो 32 को च्यानलको सब्सक्राइब थियो। सेटिङ रन गरेर अब त भएन यस्तै। सेटिङ मिलेन गएल। सेटिङ कस्तो यस्तै भयो। अब कहाँ गयो कि त्यो नि छैन यार, के गर्ने। ल भएन यार। त्यो कुन चाहिँ गन थिच्दाखेरि गनै आउँछ त यार। त्यो नै हो र है। गाइस अब यति भए नै हुन्छ। धेरै खेल्दैन मैले। अब अरू सबै त्यहाँ पछि के गरेर मिलाउनु पर्छ भनेको। अहिले पनि ल्यान्छु फेरि पछि।